हेलो एभ्रिवान, दिस इज विश्व घिसिङ, हेल्थ एन्ड फिटनेस कन्टेन्ट क्रिएटर। अनि म हल्का सेल्फ इम्प्रुभमेन्ट फिल्डमा पनि कन्टेन्टहरू बनाउँछु। सो बेसिकली आई एम अ सर्टिफाइड फिटनेस ट्रेनर। अहिले मेरो अनलाइन कोचिङ बिजनेस पनि छ। अनि अघि मैले भनेको जसरी म पार्ट टाइम चाहिँ कन्टेन्ट क्रिएसन पनि गर्छु, हेल्थ फिटनेस अनि सेल्फ इम्प्रुभमेन्टको निस्मा, राइट। अनि अब जानु पर्दाखेरि मेरो ब्याकग्राउन्डदेखि नै म स्टोरी सुरु गर्छु है। सो बच्चादेखि नै म एकदमै हम्बल ब्याकग्राउन्डबाट आउँछु। मेरो फ्यामिली ब्याकग्राउन्ड फाइनेन्सियली त्यति राम्रो थिएन। अनि अब ग्रोइङ अप म चाहिँ कस्तो थियो भन्दाखेरि हरेक कुरालाई क्वेसन गर्ने के, लाइक अब स्कुलतिर पनि पढ्दाखेरि म जहिले पनि अब स्पिरिचुअल कुराहरू गर्ने, एस्ट्रोफिजिक्सको कुराहरू हुन्छ नि, अलिकति मेरो जेनेरेसनको मान्छेहरूभन्दा अलिकति डिफ्रेन्ट कुरा गर्ने। एन्ड त्यो कुराहरू जुन चाहिँ मेरो साथीहरूलाई पनि अलिकति लाइक डाइजेस्ट हुँदैन थियो भनौँ न। अनि त्यो कारणले गर्दाखेरि सानैदेखि भनौँ न अब बोल्ने, यताउति क्वेसनिङ गर्ने, किन यस्तो भइरहेछ, किन उस्तो भइरहेको छैन, त्यो हिसाबले चाहिँ म गइरहेको हुन्थेँ। एन्ड देन फ्यामिली ब्याकग्राउन्ड चाहिँ कस्तो छ भन्दाखेरि मेरो मम्मीपट्टिको मावालीहरू चाहिँ ब्रिटिस आर्मीहरू हुनुहुन्थ्यो। अनि त्यसपछि लाएर त्यहीँदेखि म इन्फ्लुएन्स भयो भनौँ न। अनि सानैदेखि अब मार्सल आर्टहरू पनि खेलिरहेको, मलाई एक्टिभिटिजहरूमा एकदमै रुचि लाग्थ्यो कि, पढाइमा पनि एकदमै डिसेन्ट। अनि त्यसपछि लाएर उतापट्टि मावालीपट्टिको एउटा इन्फ्लुएन्स बस्यो भनौँ न। ठुलो भएपछि चाहिँ म ब्रिटिस आर्मी भन्छु। वाइ भन्दाखेरि बिकज फाइनेन्सियल ब्याकग्राउन्ड एकदमै पोर थियो फ्यामिलीको, राइट। मेरो आँखै अगाडि हुन्छ नि अब मम्मीहरूले बुवाहरूले दुःख पाएको यताउति सबै कुरा। त्यो कारणले गर्दाखेरि चाहिँ द्याट इज द ओन्ली वे, यदि म ब्रिटिस आर्मी भयो भने चाहिँ मैले मेरो फ्यामिलीको चाहिँ इन्टायर हिस्ट्री भनौँ न, ब्याकग्राउन्डै चेन्ज गर्न सक्छु भनौँ न। लेभल 0-1 देखि मैले 9-10सम्म पुऱ्याउन सक्छु भन्ने चाहिँ मलाई लाग्थ्यो। अनि त्यसरी नै मेरो एजुकेसन कम्प्लिट हुँदै गयो। अनि त्यसपछि लाएर 2016मा वी आर द लास्ट ब्याच अफ एसएलसी। त्यसपछि अर्को इयरदेखि एसई सुरु हुन्छ। सो एसएलसी सकेर म काठमाडौँ आएँ फर्दर स्टडिजको लागि। अनि काठमाडौँ आएर मेरो प्लान के थियो भन्दाखेरि चाहिँ म +2 सकाउँछु। अनि +2 सकाएपछि 6-7 मन्थ जति चाहिँ ग्याप हुन्छ नि त, त्यो ग्यापमा चाहिँ म ट्रेनिङ सेन्टर जोइन गरेर म ब्रिटिस आर्मी भएर लाग्छु भन्ने थियो। अनि म पढाइमा यति धेरै डिसेन्ट थिएँ कि क्लासमा पनि अगाडि नै अब्बल आइरहेको हुन्थेँ, एन्ड फिजिकल एक्टिभिटिजमा नि म अगाडि नै हुन्थेँ। सो दुवै कुराले मलाई सपोर्ट गरेको कारणले गर्दाखेरि पनि मेरो लाइफ नै हुन्छ नि, मेरो अब पर्पस नै ब्रिटिस आर्मी बन्नको लागि हो भन्ने चाहिँ थियो कि मलाई, किनकि आफूमा कन्फिडेन्ट हुन्छ नि त एबिलिटीमा। अनि त्यसरी नै अब +2 सक्यो। अनि त्यसपछि लाएर ट्रेनिङ सेन्टर जोइन गर्ने पनि पैसा थिएन कि, उता मामाले हालिदिनु भएको थियो, धेर थोरै अलिकति हेल्प गरिदिनु भएको थियो। अनि त्यो हिसाबले मैले ट्रेनिङ सेन्टर पनि जोइन गरेँ। एन्ड ट्रेनिङ सेन्टर जोइन गरेपछि जब सिलेक्सनको बेला आयो, जब फर्महरू खुल्यो, आई रियलाइज्ड द्याट मेरो राइट आँखामा चाहिँ प्रब्लम छ कि, लङ डिस्टेन्स भिजनमा चाहिँ अलिकति प्रब्लम छ। राइट आँखाले मैले टाढाको अक्षरहरू देख्दिनँ। अनि अब सानैदेखि फाइनेन्सियली अलिकति स्ट्रगल गर्दै आइरहेको मान्छे, यति धेरै ट्रमेटिक सिचुएसन थियो कि अब फाइनेन्स पैसा भन्ने बित्तिकै डर लाग्थ्यो कि, हुन्छ नि त्यतिसम्म सिचुएसन थियो क्या फ्यामिलीको। अनि म तिलगङ्गामा बुझ्न गएँ मेरो आँखाको लागि। आई न्यू मैले त्यो ब्रिटिस आर्मी सिलेक्सन पास गर्नको लागि चाहिँ मेरो आँखा चाहिँ राम्रो हुनुपर्छ भनेर। अनि त्यही भएर चाहिँ म तिलगङ्गा गएँ, आफै गएँ, डक्टरहरूसँग सोधेँ यताउति छ, यस्तो सिचुएसन छ भनेर भने। एन्ड देन उहाँले के भन्नुभयो भन्दाखेरि अलराइट, सर्जरी गर्नको लागि चाहिँ लगभग 1 लाख जति चाहिँ लाग्छ भन्नुभयो डक्टरले, होइन। 1 लाख सुन्नु बित्तिकै तर्छ कि अब ला कसरी भन्ने फ्यामिलीलाई। अभियसली अहिले मैले पछि साथीभाइहरूलाई सुनाउँदाखेरि वरपर हुन्छ नि गर्दाखेरि उहाँहरूले अब सहानुभूतिको लागि भन्नुहुन्छ, तिमीले त्यो बेला भने भए मेबी हेल्प पाउँथ्यो होला, होइन, साथीभाइहरूसँग अथवा आफन्तसँग यताउति भनेको भए अभियसली 1 लाख त हुन्छ जसो तसो जुटिन्थ्यो होला भन्नुहुन्छ। बट अब त्यो यति धेरै ट्रमेटिक सिचुएसन, त्यो एउटा बच्चाले हुन्छ नि, 18-19 वर्षको केटा त हो नि, होइन। अब त्यति बेला 18-19 पनि होइन, आई थिङ्क 16-17 वर्ष थियो होला म। 17 वर्षको फुच्चे, होइन, फ्यामिली सिचुएसन अब त्यस्तो छ, ट्रमेटिक सिचुएसन छ। 1 लाख अब कसरी भन्ने आँटै आएन कि फ्यामिलीलाई। अहिले यसो फर्केर हेर्दा त अभियसली अहिले त एबल छु, होइन, भने भए हुन्थ्यो जस्तो पनि लाग्छ। तर त्यो बेला मान्छेको सिचुएसन यस्तो हुन्छ कि त्यो कुनै उसले एउटा अप्सनै देख्दैन कि। अनि त्यसपछि मैले हाइट यो फ्यामिलीलाई अझै धेरै दुःख हुन्छ त्यसै त, होइन, 1-2 हजार त जुटाउन गाह्रो फ्यामिलीलाई, 1 लाख कहाँबाट लिएर आउने कि। अनि त्यो हिसाबले मैले लुकाएँ। ठिक छ, अब जसो तसो ट्रेनिङ गरिहाल्यो, फर्म आइरहेछ, दिन्छु हुन्छ नि, भित्र गएर अब जसो तसो लकमा डिपेन्ड हुन्छु भनेर म गएँ। अनि सेलेक्सनभन्दा अगाडि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ त्यो भिडियोजहरू चाहिँ पोस्ट हुन्छ कि। अब तपाईँको के हुन्छ भन्दाखेरि अब डिफ्रेन्ट जिल्लाहरूको छुट्टै दिनमा हुन्छ कि। आइएम ओरिजिनली फ्रम निजगढ बारा, तराईबाट हो म।
अनि त्यसपछि मेरो बारा जिल्लाको चाहिँ लेट्स चाहिँ एउटा सर्टेन डेटमा थियो, त्योभन्दा अगाडि जिल्लाहरूको चाहिँ त्यो क्यान्डिडेट्सहरूको चाहिँ भिडियो चाहिँ युट्युबमा रिलिज हुन्छ क्या। एन्ड देन मैले त्यहाँनिर आई टेस्टमा चाहिँ जुन त्यो बोर्ड युज गरिन्छ नि अल्फाबेट्सहरूको, अनि त्यो मैले रटेर गएँ क्या। अब एकदम नाइभ हुन्छ नि, त्यही सबै जिल्लाको केटाहरूलाई त्यही देखाउँछ होला भन्ने चाहिँ होपले गएँ क्या। ओके, सबै रटेर गएँ क्या मलाई थाहा छ मेरो आँखामा प्रब्लम छ, पास त गर्नु पऱ्यो होइन। अनि रटेर गएँ, तर त्यो दिन मेरो सेलेक्सनको दिन गएर मैले एजुकेसन कम्प्लिट गरेँ, मेरो मेडिकल सबै राम्रो भयो, मेरो 100 मिटर रनिङ टेस्टहरू, पुलअप सिटअप्स मैले सबै कुरा चाहिँ पास गरेँ। एन्ड देन आउँछ अगाडि, त्यसपछि आउँछ इन्टरभ्यूभन्दा अगाडि 2टा हो कि 3टा अब्स्ट्याकल टेस्टहरू छ। त्योभन्दा अगाडि चाहिँ लङ डिस्टेन्स भिजन र कलर ब्लाइन्डनेसको हुन्छ क्या। कलर ब्लाइन्डनेस पनि पास गरेँ, सबै दामी के, सबै मार्क्सहरू एकदमै दामी A+ टाइपको। एन्ड देन आयो लङ डिस्टेन्स भिजन टेस्ट। मलाई थाहा छ अब यसमा डु अर डाई छ होइन। अनि म गएर हेर्छु बोर्डमा, सक हुन्छु, मैले रटेर आएको त अर्कै छ, त्यो भिडियोमा प्री रिलिज भिडियोमा देखाएको त अर्कै छ। ओहो, सधैँ चेन्ज हुने रहेछ त्यो बोर्ड होइन। अनि त्यसपछि त्यहाँ सरहरूले आई टेस्ट गराउन लाग्नुभयो। अनि त्यसपछि ठ्याक्कै सुरुमै मेरो जे हुन्छ नि राइट आँखाले नै हेर्नु भन्नुभयो कि। अनि मैले लेफ्ट आँखाले छोपेँ, राइट आँखाले देखिनँ। अनि त्यसपछि फेरि लेफ्टले हेर भन्नुभयो, अनि लेफ्टले हेर्दाखेरि देखेँ, मलाई थाहा छ नि त। अनि राइटले फेरि हेर भन्नुभयो, सकिनँ, मैले ठम्याउनु सकिनँ होइन। अब जस्तै अब त्यो रटेर आएको बोर्ड भएको भए मैले सक्थेँ होला। अब त्यो दिन सकिनँ मैले। अनि त्यसपछि उहाँहरूले के भन्नुभयो भन्दाखेरि, ओके भर्खर रनिङहरू गरेर आएको छस्, यताउति भएर ब्लड प्रेसरहरू यताउति फ्लक्चुएट भएर मेबी आँखामा ह्याम्पर भयो होला, ल पानी हालेर आएछ, एकछिन हरियो परियो हेरेर आएछ भन्नुभयो। अनि मलाई त थाहा छ के हो रियल कन्डिसन होइन, म फेलै हो सिधै। त्यही पनि गएर यताउति मनको सान्त्वनाको लागि हरियो परियो हेरेँ, आँखामा पानी हालेर कोसिस गरेँ। अनि त्यसपछि पनि भएन। अनि उनीहरूले होइन नै भन्नुभयो। त्यसैमाथि अब राइट आँखाले नै गोली हान्नुपर्छ नि त राइट आँखा नै छैन। अनि त्यसपछि लाएर फेल भन्नुभयो उहाँहरूले, म रुँदै रुँदै आएँ। त्यसपछि रियल सिन सुरु भयो लाइफमा। फर्स्ट टाइम म हुन्छ नि अब डिप्रेसनमा गयो भनौँ न, एन्जाइटी भयो। किन भन्दाखेरि के हुन्छ भन्दाखेरि, जब तपाईँ एउटा टार्गेट राखेर हिँड्नुहुन्छ नि, एउटा निशाना ताकेर हिँड्नुहुन्छ नि, त्यो मात्रै बाटो हुन्छ क्या तपाईँकै। अनि वान्स त्यो बाटोको ढोकाइ बन्द भएपछि न तपाईँ ब्ल्याङ्क हुनुहुन्छ कि, तपाईँको अगाडि अन्धकार छाउँछ, न वाट अप्सनै हुँदैन, के गर्ने त। अब फेरि मसँग यति आँट थियो कि, यति होप थियो कि म मेरो लाइफ नै ब्रिटिस आर्मी बन्नको लागि लेखेको हो भने, अब त्यस्तोसम्म फेथ बोकेर हिँडेको मान्छे अचानक फेल हुँदाखेरि कस्तो होला कि, तपाईँहरू आफै होइन त्यो एक्सपिरियन्स त्यो इम्प्याथाइज गर्न सक्नुहुन्छ। अनि ब्ल्याङ्क भयो, अब के गर्ने, ढोकाइ बन्द भयो राइट, अगाडि कसरी बढ्ने भयो। अनि त्यही सिचुएसनमा म चाहिँ कस्तो भन्दाखेरि, सानैदेखि अब बुवाले हुन्छ नि अब पिटी हुन्छ कि अब पढ्नुपर्छ भन्नुहुन्थ्यो। अनि दिमागमै पढाइको किरा पनि घुसेको थिएँ कि। मैले पढाइ चाहिँ छोडिनँ, मैले पढाइ कन्टिन्यू गरिरहेको थिएँ। अनि भने नि +2 पछिको त्यो 7 मन्थ्समा त्यो फेल भयो। एन्ड देन त्यसपछि 7 मन्थ्सकै दौरानमा मैले सिम्याटहरू पनि गरिरहेको थिएँ होइन। इनकेस अब अप्सन त राख्नु पऱ्यो नि त, भनिहालेँ। पढाइ चाहिँ मैले छोड्नेवाला थिइनँ, किन भन्दाखेरि कन्डिसनिङ नै यसरी भएको थियो कि पढ्नु चाहिँ पर्छ है लाइफमा अगाडि बढ्नको लागि भनेर चाहिँ फ्यामिलीबाटै त्यो टाइपको थियो। अनि मैले बिचमा सिम्याट गरेँ। अनि सिम्याट गर्दाखेरि अनि BBA अफकोर्स मैले बिजनेस स्टडिज पढेको हो +2 मा। अनि बिजनेस स्टडिजको धेरै जस्तो मान्छेहरू BBS कि BBA मै जान्छ अफकोर्स है। अनि अब BBA पढ्नु पनि यसो बुझेको त अब 5 देखि 7 लाख लाग्छ होइन, यहाँ पनि पैसा चाहियो, के गर्ने भयो। अनि सिम्याट पढेर अब TU मा नाम निकाल्यो भने, TU मा नाम निकाले पनि हामीले अब हुन्छ नि त्यो स्कलरसिपमा निकालेकोहरूले पनि 8 लाखमा 4 लाख त तिर्नै पर्छ भनेर सुने मैले। अब नाम निकाले पनि काम छैन, अब 4 लाख कसरी ल्याउने होइन। लकिली फर्चुनेटली मैले पोखरा युनिभर्सिटीको बारेमा थाहा पाएँ कि। सो पोखरा युनिभर्सिटीको स्किम चाहिँ के रहेछ भन्दाखेरि, त्यहाँनिर स्कलरसिपमा नाम निकाल्ने मान्छेहरूले त्यो 4 इयर्स नै ब्याचलर चाहिँ फ्रीमा पढ्न पाउँछ अरे कि। अनि वाउ, एउटा आशाको हुन्छ नि दियो बल्यो भनौँ न अनि त्यसपछि लाएर मैले सिम्याट दिँदै उता PU म्याट पनि पढेँ। अनि त्यसपछि लाएर पोखरा युनिभर्सिटीले स्कलरसिपको स्किम निकाल्नु भयो। अनि त्यो निकालिसकेपछि म गएँ पोखरा, लगभग 3-4 चोटि धाएँ होला है। सुरुमा इक्जाम दिएपछि समथिङ के लेटर लिन यताउति हुन्छ नि, कलेजमा सिफारिस समथिङ के थियो। अनि त्यसमा नाम निकालेपछि मैले एउटा भनौँ न एउटा आशा पलाएँ भनौँ न, ओहो अब त BBA पढिन्छ फ्रीमा होइन, प्यारेन्ट्सलाई दुःख हुँदैन। त्यसपछि क्या एउटा आशा पलाएँ कि भर्खर ब्रिटिस आर्मीबाट फेल भइरहेको मान्छे, मेबी युनिभर्सले मलाई चाहिँ एउटा गाइड दिइरहेछ होइन।
परह्याप्स त्यो युनिभर्सको एउटा डिरेक्सन थियो होला कि मेरो लागि। आइम अ बिग बिलिभर अफ युनिभर्स। तपाईँहरूले अहिले बुझ्दै जानुहुन्छ है। आई बिलिभ इन मिरेकल्स इफ यु पुट इन द वर्क है। अनि मेबी मैले आफूलाई एउटा क्वेसन गरेँ क्या, भने नि अघि मैले जोडिहालेँ, सानैदेखि म क्वेसन गर्ने मान्छे के, रिलेट गर्ने मान्छे के। मेबी त्यो युनिभर्सको एउटा डिरेक्सन थियो कि त नेपाल छोडेर नजा, त नेपालमै के गर्न जन्म्या हो, अथवा तँलाई नेपाललाई तँलाई तेरो खाँचो छ भन्ने कुरा त्यो होला। त्यही भएर त हुन्छ नि म अब्बल हुँदाखेरि पनि एउटा सानो कुराले मलाई युके जानबाट रोक्यो राइट। अनि त्यो हिसाबले म ब्याचलर पढिरहेँ। त्यसपछि लाइफमा अर्को एडभर्सिटी आउँछ अराउन्ड सेकेन्ड सेमेस्टरतिर, फोर्थ सेमेस्टरतिर लाइक मेरो लाइफकै फर्स्ट ब्रेकअप हुन्छ क्या। अब युनिभर्सले अर्को मलाई लेसन सिकाउन लागिरहेछ है। लाइफमा म कस्तो मान्छे भन्दाखेरि चाहिँ अब फ्यामिलीलाई चाहिँ अब अपलिफ्ट गर्नुपर्छ, जस्ट गोल ओरिएन्टेड भएर हिँड भनेर चाहिँ त्यस्तो होप लिएर, त्यस्तो एउटा हुन्छ नि प्यासन लिएर हिँडेको मान्छे हो कि, त्यस्तो डिरेक्सन बोकेर हिँडेको मान्छे। एन्ड अचानक अब हुन्छ नि भयो, टिनेजमा हुन्छ होइन, त्यो कसैले रोक्ने कुरा होइन। अनि त्यसपछि लाएर म रिलेसनसिपमा बसेँ। एन्ड देन आफ्टर 2 years कस्तो सिन थियो भन्दाखेरि चाहिँ म घर गएको थिएँ तिहारमा। अनि त्यसपछि तिहार भइरहेको थियो भनौँ न जे होस्। अनि त्यसपछि तिहारको रमाइलो मानेर घर आएँ बेलुका। अनि त्यसपछि एकछिन फोन चलाउन बसेँ होइन। फोन चलाउँदा उताबाट गर्लफ्रेन्डको मेसेज आयो कि ओके वी निड टु ब्रेक अप जस्तो टाइपको भयो होइन। अनि त्यसपछि त्यसै त अब बिस्तारै हुन्छ नि तिहारको क्रेज चाहिँ हराइरहेको थियो कि, जुन तिहारको ओरिजिनालिटी हुन्छ नि, जुन देउसी भैलो खेल्ने, बाजागाजा ट्रेडिसनल म्युजिकहरू बजाएर रमझम गर्ने, त्यो कल्चर चाहिँ बिस्तारै मोडर्न कल्चरमा सिफ्ट हुँदै गइरहेको थियो कि होइन। डिस्को सिस्को अब त्यो उफर बजाएर माइक बजाएर हुन्छ नि अब वेस्टर्नाइज भइसकेको थियो कि, त्यो कुराले तिहारहरू खल्लो भइरहेको थियो। अरू कुरा भनेको साथीभाइहरू विदेश गइरहेको थिए +2 पछि, त्यो कुराले पनि अब त्यसै त तिहार खल्लो भइरहेको थियो। अर्को खल्लो थपियो कि त्यो म्यासेजले के वी निड टु ब्रेकअप भन्छ। अनि त्यसपछि लाएर ओहो तनाव भयो होइन। ओके ल ठिकै छ यताउति होइन। अनि मेरो मनले मानेन कि म चाहिँ कस्तो मान्छे भन्दाखेरि अलिकति प्र्याक्टिकल हुन खोज्छु कि। मेबी केही रिजन छ होला, यसरी सोसियल मिडियाको त्यो स्क्रिन पछाडि के छ होइन। ओके आई निड टु सर्ट आउट हुन्छ नि, यो कुराले चाहिँ मैले सर्ट आउट गर्नुपर्छ भनेर म जब तिहारपछि कलेज लाग्यो, म कलेजमा आएर उसलाई गएर सोधेँ मैले के भयो होइन, मबाट केही प्रब्लम छ हुन्छ नि। आई थिङ्क संसारमा कुनै पनि यस्तो प्रब्लम हुँदैन होला जसलाई चाहिँ सल्भ गर्न सकिँदैन कि, केही न केही सल्युसन हुन्छ कि। मेबी यसलाई हामीले केही फिक्स गर्न सकिन्छ कि होइन, वाइ दिस भनेर मैले भनेँ। एन्ड सी सेड केही पनि छैन रिजन, नो होइन। नो मिन्स नो, मैले त्यसलाई केही भन्न पनि सकिनँ त्यो कुरालाई हुन्छ नि, जबरजस्ती गर्ने कुरा पनि आएन। अनि त्यसपछि लाएर त्यो जुन पहिलाको डिप्रेसन र एन्जाइटीको फेज थियो त्यो फेरि सुरु हुन लाग्यो हुन्छ नि। फेलियर लुजर फिल भयो कि ओके त्यहाँ पनि फेल भएको, अब यसमा पनि रिलेसनसिपमा पनि फेल होइन। त्यसपछि लाएर फेरि त्यो रिबाउन्ड भएर आयो कि। अनि त्यसपछि लाएर अब त्यो अट्याचमेन्ट त्यहाँनिर आयो कि। अनि त्यसपछि लाएर फेरि अब एम्प्लिफाई भयो भनौँ न पहिलाको त्यो डिप्रेसिभ स्टेटहरू। त्यसपछि लाएर मैले मेडिकेसनहरू पनि लिन लागेँ होइन। आई वाज अलरेडी डुइङ एक्सर्साइजहरू, वर्कआउटहरू त्यति बेला। अनि मेडिकेसनले पनि हेल्प गरिरहेको थिएन, अनि वर्कआउटले पनि हेल्प गरिरहेको थिएन। अनि त्यसपछि सिचुएसन यति वर्स भयो कि त्यो एङ्जाइटी, त्यो डिप्रेसिभ स्टेट यति धेरै माथि हायर लेभलमा गयो कि मलाई जसरी पनि त्यो सिचुएसनबाट बाहिर आउनु थियो कि। अनि ह्युमन बिइङ जब एउटा डिफिकल्ट सिचुएसन एडभर्सिटीमा फस्छ नि, उसले वे खोज्छ कि त्योबाट बाहिर आउनको लागि के देयर हेज टु बी समथिङ के हुन्छ नि। अनि मैले गुगलमा गएर सर्च गरेँ ओके टप 10 थिङ्स जसले चाहिँ डिप्रेसिभ स्टेट्सबाट चाहिँ बाहिर आउन चाहिँ हेल्प गर्छ। त्यहाँनिर एक्सर्साइजको लिस्ट थियो राइट, मेडिकेसनको लिस्ट थियो, जुन चाहिँ मैले सबै गरिसकेको थिएँ। एउटा पोइन्टले मेरो लाइफै सेभ गरिदिएँ कि, त्यो के थियो भन्दाखेरि मेडिटेसन, ध्यान राइट। अनि मैले अघि भने नि जुन त्यो म ब्रिटिस आर्मी हुँदाखेरि फेल हुँदाखेरि जुन युनिभर्सले मलाई एउटा डिरेक्सन दिएको थियो, ओके त नेपालमै बस्नुपर्छ है, यु आर मेड फर दिस भनेर जुन डिरेक्सन दिनुभएको थियो नि, परह्याप्स युनिभर्सले फेरि मलाई के डिरेक्सन दिनुभएको थियो भन्दाखेरि ओके मेडिटेसन भन्ने एउटा चिज छ, स्पिरिचुअलिजम भन्ने एउटा चिज छ, फिलोसफी भन्ने एउटा चिज छ, त्यो पोइन्ट आउट गर्नको लागि मेबी त्यो ब्रेकअपको फेज दिनुभयो होला कि हुन्छ नि। सो हरेक कुरामा चाहिँ त्यो केही न केही चाहिँ आन्सर लुकेको हुन्छ कि। अनि त्यसपछि मेरो जर्नी सुरु हुन्छ, फिलोसफिकल जर्नी र सेल्फ हेल्पको जर्नी त्यहाँबाट सुरु हुन्छ। त्यसपछि लाएर मैले मेडिटेसन डिस्कभर गरिसकेपछि मैले फर्स्ट दिनै 40 मिनटसम्म मेडिटेसन गरेँ कि। कसैले फर्स्ट टाइम मेडिटेसन डिस्कभर गर्दाखेरि उसलाई 2 मिनट बस्न पनि गाह्रो हुन्छ क्या, मन त्यतिको चञ्चल हुन्छ, दिमाग त्यतिको चञ्चल हुन्छ। तर मलाई त्यो डिप्रेसिभ स्टेटबाट यति म बाहिर आउन चाहन्थेँ कि मैले फर्स्ट दिनमै 40 मिनट्स मेडिटेसन गरेँ।
मेरो यो क्वाड्सहरू मेरो खुट्टा हुन्छ नि सबै झमझम गरिरहेको थियो कि निदाएको थियो कि इभन म त्यो मेडिटेटिभ स्टेजबाट 40 मिनटपछि बाहिर आउँदाखेरि मलाई मेरो खुट्टाहरू फिल नै भइरहेको थिएन कि टु डेजमै काम गरेँ कि 2 डेजमै मेरो मेटाकग्निसन यति धेरै स्ट्रङ भयो कि नाउ आई कुड कन्ट्रोल अथवा रेगुलेट मेरो इमोसनहरू के राइट। सो मेटाकग्निसन भनेको चाहिँ के हुन्छ भन्दाखेरि इट्स लाइक अर्को विश्वले मलाई गाइड गरेर हुन्छ कि। सो पहिला त्यो मेटाकग्निसन इस्टाब्लिस नहुनुभन्दा अगाडि पहिला ध्यान नगर्नुभन्दा अगाडि के हुन्थ्यो भन्दाखेरि चाहिँ यो विश्व इम्पल्सिभ हुन्थ्यो कि ओके इमोसनमा रियाक्ट गरिहाल्ने हुन्छ नि, त्यसलाई थर्ड आई भ्यूले नहेर्ने हुन्छ नि, त्यसलाई चाहिँ जुम आउट नगरिकन हेर्ने। न अब त्यो मेटाकग्निसन बिल्ड भएपछि चाहिँ अब अर्को विश्वले मलाई गाइड गरेर हुन्छ कि ओके यो इमोसन आइरहेको छ, दिस इज जस्ट टेम्पोरेरी, यसको कन्सिक्वेन्सेसहरू यो हुन्छ, आई क्यान सी द्याट के बिफोर रियाक्टिङ के। अनि त्यसले मलाई सम्झाएपछि त्यो विश्वले मलाई गाइड गरिसकेपछि म शान्त हुन्छ कि ओके ल यसको कुनै फाइदा छैन, दिस इज जस्ट अ टेम्पोरेरी हुन्छ नि रियाक्सन अथवा इमोसन हो, यसलाई चाहिँ हुन्छ नि जस्ट सट इट आउट, त्यति धेरै ठुलो इस्यु पार्नु पर्दैन है। सो यो कुराहरू मैले सिकेँ बिस्तारै। मैले ल अफ डिट्याचमेन्ट आर्ट अफ डिट्याचमेन्टहरू सिक्दै गएँ, फिलोसफिकल जर्नी अब फिलोसफिकल बुक्सहरू हेर्न लागेँ, त्यसपछि म स्पिरिचुअलिटीतिर ढल्किँदै गएँ। यहाँदेखि मेरो स्पिरिचुअलिजम र फिलोसफिकल जर्नी सुरु हुन्छ, जसले गर्दाखेरि मलाई पहिला म हेल्थ एन्ड फिटनेस मात्रै थिएँ, अब म सेल्फ हेल्प कन्टेन्ट क्रिएटर पनि। त्यति बेलासम्म म कन्टेन्ट बनाउँदिनँ थिएँ, अलिअलि हाल्थेँ, बट देन भनौँ न कन्टेन्ट क्रिएसन सेल्फ हेल्पमा पनि सुरु हुन्छ यहाँदेखि। अनि त्यसपछि त्यो हुँदै गयो सबै कुरा। त्यसपछि ब्याचलर हुन्छ नि कोभिडहरू आयो, अनि कोभिडमा भनौँ न टिकटक एकदम ऱ्याम्प्यान्ट थियो कि, टिकटकले भनौँ न एउटा प्लेस लिइरहेको थियो कि नेसनभरि नै होइन, सेन्सेसन थियो नि त सोसियल मिडियामा। अनि टिकटकमा मैले एउटा भिडियो पोस्ट गरेँ, अनि त्यो भिडियो पोस्ट गरेर म खाना गएको, खाना खाएर अनि त्यसपछि फर्केर आएर हेर्दाखेरि त अब पुरै भिडियो भाइरल भएको रहेछ कि। त्योभन्दा अगाडि 4-5वटा भिडियोहरू थियो, खासै लाइक्स भ्युजहरू केही आउँदैन थियो। अनि त्यो भिडियोमा चाहिँ मजाले लाइक्स आयो कि, ए ओके ल अब मजा आयो त्यसमा हुन्छ नि। अनि फोटोज भिडियोजहरूको चाहिँ म सानैदेखि एकदमै प्यासनेट भनौँ न, अनि त्यो कारणले गर्दाखेरि पनि टिकटकमा नि अब लेट्स ट्राई भनेर मैले गरिरहेको थिएँ। अनि टिकटककै पालामा मैले युट्युब पनि अब युट्युबबाट यताउति पैसा कमाइन्छ अथवा पैसा नकमाए पनि यताउति भाइरल साइरल भइन्छ भन्ने कुराहरू चाहिँ सुनिरहेको हुन्थेँ। अनि त्यही भएर मैले युट्युब च्यानल पनि खोलिरहेको थिएँ है। यो चाहिँ मेरो अब कन्टेन्ट क्रिएसनको जर्नी सुरु हुँदैछ है तपाईँहरूको लागि, फर यर काइन्ड इन्फर्मेसन। अनि त्यसपछि लाएर टिकटकमा मेरो राम्रै क्रेज बढ्दै गयो भनौँ न, क्रेज बढ्दै गयो। अनि त्यो सँगसँगै मेरो इन्स्टाग्राम र युट्युबमा खासै त्यति राम्रो चाहिँ थिएन, टिकटक चाहिँ मेरो सबैभन्दा पहिला भाइरल भएको। अनि त्यसपछि लाएर युट्युबहरूमा पनि म भिडियो हाल्दै जान्थेँ, अनि अब इन्स्टाग्राम पनि खोलि नै हाल्यो, इन्स्टाग्राममा पनि म हल्का फुल्का पोस्टहरू गर्दै जान्थेँ। अनि भनौँ न अब क्वालिटी तपाईँको के हुन्छ भन्दाखेरि मान्छे इन्डिभिजुअलमा पनि फरक पर्छ है। लाइक अब क्वालिटी पनि चाहियो, ट्यालेन्ट पनि चाहियो, अनि एट द सेम टाइम ग्याजेटहरू पनि चाहिन्छ कि। अनि बिकज अफ फाइनेन्सियल सिचुएसनको कारणले गर्दाखेरि ग्याजेट्सहरू त्यति राम्रो थिएन कि मसँग। इभन म कलेजमा हुँदाखेरि पनि जुन साथीभाइहरूको आइफोन हुन्थ्यो नि, आइफोन हुने साथीभाइहरू त देख्नै नहुने कि, फोटो खिचाइहाल्ने, अनि घर गएपछि भाइहरूमा ल पठा कन्टेन्टहरू पठा यताउति गर भनेर भनिरहेको हुन्थेँ म। त्यतिसम्म प्यासनेट के फोटोज भिडियोज भनिसकेपछि। अनि त्यसपछि लाएर आई थिङ्क सेकेन्ड लकडाउनको फेजमा होला, एकदमै ठुलो लकडाउन भयो नि त, हामी सबैजना घर जानुपर्ने भयो एन्ड कलेजहरू बन्दै थियो। एन्ड लकिली म घर जाँदाखेरि मेरो फुफूको थ्रुबाट मलाई एउटा अफर आयो कि ओके ल होम टाउनको बच्चाहरू यताउति छ, प्राइमेरी लेभलको बच्चाहरूलाई चाहिँ तैँले ट्युसन पढाउँछस् भनेर चाहिँ सोध्नुभयो फुपूले। ओके पढाउँछु, सानैदेखि पढाइमा डिसेन्ट थिएँ, त्यस्तो खासै ठुलो कुरा थिएन मेरो लागि। ल भनेर मैले प्राइमेरी स्कुलको बच्चाहरूलाई चाहिँ ट्युसन पढाउने चाहिँ मौका पाएँ। फेरि भिलेजमा के हुन्छ, होम टाउनमा के हुन्छ भन्दाखेरि चाहिँ भ्यालीको जस्तो त्यस्तो धेरै पैसा हुँदैन कि, इट्स लाइक त्यो धाराबाट तप्पो पैसा चुहिएको पैसा हुन्छ नि, मतलब पानी हुन्छ नि, त्यस्तै पैसा आउँछ कि। एन्ड ओभर द कोर्स अफ 7 months मैले हाराहारी 40,000 जम्मा गरेँ होला कि। त्यो ट्युसन पढाउँदासम्म मेरो दिमागमा के थियो भन्दाखेरि ओके म एउटा सेकेन्ड ह्यान्ड आइफोन 7 Plus लिन्छु, किनकि मलाई भिडियो गर्नु छ, आइएम प्यासनेट अबाउट भिडियोग्राफी कन्टेन्ट क्रिएसन। अनि मलाई क्वालिटी चाहियो, मसँग त्यति बेला आई थिङ्क 9-10,000 को एउटा एन्ड्रोइड फोन थियो कि, जसको क्वालिटी मलाई राम्रो लागिरहेको थिएन। अभियसली म चाहिँ के भन्छु भन्दाखेरि तपाईँसँग जे छ त्यसले सुरु गर्नु होइन, बी ग्रेटफुल फर वाट यु ह्याभ, तर अलवेज एम फर हायर थिङ्स भन्छु कि, बिग ड्रिम के। सो मसँग
मसँग एन्ड्रोइड फोन थियो 9-10 हजारको, जसको त्यति धेरै पिक्सेल राम्रो थिएन। त्यही पनि मैले त्यसले हुन्छ नि भरपुर मात्रामा युज गरेँ, 1000 सब्सक्राइबरसम्म पुऱ्याएँ। तर भने नि अब एक लेभलपछि आफूलाई पनि अपग्रेड गर्न मन लाग्छ, किनकि युनिट क्वालिटी एज वेल। अनि अब चाहिँ मलाई ओके आइफोन चाहिन्छ त्यो हिसाबले चाहिँ मैले अनि त्यसपछि बच्चाहरूलाई ट्युसन पढाएँ। अनि त्यो ट्युसन पढाउने 7 मन्थ्स फेजभरिमा मलाई चाहिँ दिमागमा हुन्छ नि कहिले लकडाउन खुल्छ, म भ्याली फर्किन्छु एन्ड देन आइफोन किन्छु भन्ने चाहिँ मलाई भइरहेको थियो कि। अनि त्यसपछि भने नि अघि नै 40,000 जति जम्मा भएको थिएँ, लकडाउन खुल्यो, भ्याली आयो। अनि मैले साथीलाई भनेर त्यसपछि हामी गयौँ सेकेन्ड ह्यान्ड आइफोन 7 प्लस किन्न। अनि त्यसपछि वान्स त्यो मैले फोन जब किनेँ नि आई वाज एट द टप के, यति धेरै खुसी मिलाएको थियो कि मेरो जस कन्टेन्ट क्रिएसन नै एकदम रिभाइभ भयो भनौँ न। एउटा मैले अझै धेरै मोटिभेसन पायो। अनि त्यसपछि लाएर त्यो आइफोन 7 प्लस युज गरेर मैले त्यसपछि 5000सम्म पुऱ्याएँ कि मेरो च्यानललाई। यति बेलासम्म मेरो इन्स्टाग्रामहरू यताउति त्यस्तो केही भाइरल भएको थिएन है। मेरो टिकटक चाहिँ राम्रोसँग चलिरहेको थियो। अब हेल्थ एन्ड फिटनेस न्युज त्यति धेरै नेपालमा पपुलर छैन, सो त्यही भएको कारणले गर्दाखेरि युट्युब च्यानल पनि एकदमै यसको ग्रोथ एकदम स्लो नै थियो। अनि त्यसपछि 5000सम्म सब्सक्राइबर पुगाइसकेपछि मेरो मन चाहिँ क्यामेरामा गयो कि ओके अब एउटा प्रोफेसनल क्यामेरा लिनुपर्छ भन्ने कुरा भने नि। बी ग्रेटफुल फर वाट यु ह्याभ बट अलवेज एम फर हायर। अब एन्ड्रोइडदेखि आइफोन भयो, आइफोनदेखि अब मलाई क्यामेराको निड्स चाहियो। अनि त्यसपछि यसो मार्केटमा सर्च गर्दाखेरि ओके बिगिनर लेभलको क्यामेरा चाहिँ सोनी A6400 रहेछ। अब त्यो चाहिँ सेकेन्ड ह्यान्ड हाराहारीमा 85,000 जतिमा आउँदो रहेछ होइन। लेन्स युज गरेर मेबी ओभर 1 लाख भनौँ न। मसँग त्यति पैसा चाहिँ थिएन त्यति बेला, म जबलेस नै थिएँ कि, मैले यो यताउति पर्सनल ट्रेनिङहरू केही गरिरहेको थिइनँ। अनि त्यसपछि लाएर भनौँ न एकजना मेरो आफन्तै जो चाहिँ ब्रिटिस आर्मी लागेर जानुभएको थियो, मैले उहाँसँग चाहिँ ओके ल मलाई 1 लाख जति लोन दिनु, म तपाईँलाई 6 मन्थभित्रमा पे गरिदिन्छु भने। अनि त्यसपछि लाएर उहाँले दिनुभयो अभियसली। त्यसपछि मैले गएर क्यामेरा किनेर कन्टेन्ट बनाउँदै गएँ। अभियसली थाहा छ नेपालमा इनपुट अनुसारको आउटपुट छैन, भिडियो बनाउँदै गएँ। अनि फ्यामिलीको सिचुएसन वर्स नै थियो। अब त्यति बेला मैले 20,000 लगभगको जब गरिरहेको थिएँ। अनि त्यसपछि लाएर अब 20,000मा बहिनी पनि मसँगै थिएँ कि। अब 20,000मा अब पेट्रोल हाल्नु कि आफ्नो अभियसली अब जिम ब्याकग्राउन्डबाट भएपछि डाइटहरूमा पनि खर्च हुन्छ, प्लस अब बहिनीलाई पनि टेक केयर गर्नु पऱ्यो। अनि त्यो 20,000 अब कति चाहिँ सेभ हुन्छ होइन। 6 मन्थ्सको टाइम लिएको छु मैले, 6 मन्थमा जसरी नै पे गर्छु भनेर। अनि 6 मन्थसम्म मेरो सेभ नै भएन, उताबाट प्रेसर आयो ल पैसा फिर्ता दिनु पऱ्यो भनेर। अब के गर्ने होइन। अनि त्यसपछि लाएर मनमा मुटुमाथि ढुङ्गा राखेर मैले क्यामेरा बेचिदिएँ। 1,50,000को मेरो इन्भेस्टमेन्ट थियो। 1 लाख उताबाट लिएर 50,000 मैले आफैले सेभ गरेर राखेको पैसा थिएँ। अनि त्यो क्यामेरा मैले एकदम घाटा खाएरै बेच्दिएँ भनौँ न 50,000मै। 50,000 भनेको मलाई त्यो बेलाको कमाइअनुसार लाग्थ्यो होला, 6 महिनाको सेभिङ होला कि। एकदम आँसु आयो भनौँ न, रोएँ नै भनौँ न। म अब आफूलाई मन परेको ग्याजेट बेच्नु पऱ्यो हुन्छ नि, कन्टेन्ट क्रिएसनको लागि जुन किनेको थिएँ बिकज अफ सिचुएसन। अनि ओके ल अब केही हुनेवाला छैन जस्तो लाग्यो। एन्ड देन आई कन्टिन्युड विथ फोनबाटै खिचेँ मैले। साथीभाइहरूलाई बाहना बनाइरहेको थिएँ, क्यामेरा अलिकति यताउति गाह्रो भयो चलाउन, सो फोनमै स्विच भयो भन्ने टाइपले। रियल रिजन त मलाई थाहा छ। अनि त्यसपछि पछि फोनबाटै मैले कन्टेन्ट क्रिएसनको जर्नी सुरु गरेँ। एन्ड देन आफ्टर 6 मन्थ 1 इयर पछि चाहिँ मेरो कामहरू भनौँ न त्यही कामहरू त्यस्तै चलिरहेको थियो। स्यालेरी खासै राम्रो इन्क्रिमेन्ट त्यस्तो खासै थिएन। सो 2020मा मैले NYFA भन्ने एकाडेमी छ नेपालमा, जुन चाहिँ हाम्रो सुखदेव कार्की दाईले सञ्चालनमा ल्याउनु भएको हो, NYFCको फाउन्डर। सो NYFAले एकाडेमी खुलेको थियो। अनि त्यसपछि लाएर त्यहाँ चाहिँ अब सानैदेखि हेल्थ एन्ड फिटनेसमा लागेको भएको कारणले गर्दाखेरि ओके ल अब आफू त गरियो, अरूलाई पनि सिकाउनुपर्छ भन्ने ताराले चाहिँ मैले त्यो एकाडेमी जोइन गरेँ। एकाडेमीबाट म एज अ टपर पास आउट भएर निस्केँ। एन्ड देन मेरो प्रोफेसनल जर्नी चाहिँ त्यहाँबाट सुरु हुन्छ। मैले अरूलाई पनि सिकाउन लागेँ, तर त्यो सिकाउँदासम्म पनि सुरुमा त्यति राम्रो मेरो इन्कम थिएन कि। मलाई स्टिल पनि याद छ, मैले जसोतसो पैसा जम्मा गरेर एउटा थोत्रो स्कुटर किनेको थिएँ भनौँ न 50-60 हजारमा। अनि त्यो स्कुटर लिएर म 3-4 करोडको हुन्छ नि गाडी भएको टेस्ला भएको घरमा जान्थेँ कि। अनि त्यो अब हुन्छ नि 20-21 वर्ष त्यो मनमा एउटा गिल्ट हुँदो रहेछ कि, साथीभाइहरू विदेश गएर हुन्छ नि अब के गरिसक्यो, क्या प्रगति गरिसक्यो, आफू अब हुन्छ नि अब यस्तो थोत्रो स्कुटर लिएर अब त्यत्रो हुन्छ नि टेस्ला भएको बङ्गलामा जानु परिरहेको छ, क्या गिल्ट फिल हुन्थ्यो कि मनमा जहिले पनि घर फर्किँदाखेरि।
बट देन आई रियलाइज कि जब म चाहिँ पेप्सी कोलामा बस्छु कि अहिले करेन्टली त्यो बेलादेखि नै सुरुदेखि नै अनि जब त्यो यो एयरपोर्टको डाँडाबाट चाहिँ म घर फर्किन्छु कि अनि त्यो एयरपोर्टको डाँडाबाट घर फर्किने बेला आई युज टु सी कि साइकलमा मान्छेले पठाउ फुड्स गरिरहेको छ कि अनि अघिसम्म म कस्तो अनग्रेटफुल मान्छे होइन एटलिस्ट मसँग त स्कुटर छ नि डिजल पेट्रोलबाट चल्ने होइन मैले त त्यति साह्रो पनि भोग्नु परेको छैन त्यो मान्छेको कम्पेरिजनमा अनि एक हिसाबले फेरि ग्रेटफुल हुन्थ्यो कि ओ यार लाइफ मान्छेको मभन्दा कस्तो एकदम बिजार सिचुएसन छ म कस्तो कम्प्लेन गरिरहेको हो यार त्यो 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 भन्ने फिलिङ्स पनि आउँथ्यो कि अनि त्यो कुराले सान्त्वना दिँदै जान्थेँ अनि त्यसपछि मेरो ब्याचलर सकियो है यही क्रममा मेरो ब्याचलर सकिएपछि अब नेपालमा कमाइ त्यति राम्रो थिएन अब सबैको सोच त्यही चाहिँ हुन्छ नि होइन बाहिर जाऊँ भन्ने अनि त्यसपछि लाएर अब बाहिर जान पनि पैसा चाहिने भयो मैले आइएल्स त गरेँ भन्दाखेरि पनि मैले मक टेस्टहरू दिइरहेको थिएँ अनि मक टेस्टहरू दिँदाखेरि त्यसपछि लाएर आई थिङ्क लास्ट इयरको जनवरीभन्दा अगाडि नोभेम्बर डिसेम्बरतिर मैले आइएल्सको लागि डेट बुक गर्न लागिसकेको थिएँ त्योभन्दा 1 महिना अगाडि चाहिँ मैले मेरो अर्को फेरि मामाको छोरासँगै मैले लेट्स टेक अ लास्ट चान्स त केही पो भइहाल्छ कि केही मिरेकल पो भइरहन्छ कि भनेर चाहिँ मैले सोचेर भाइसँग फेरि लोन मागेँ 70,000-80,000 रुपियाँ जति मागेँ अनि मसँग अलिअलि सेभिङ थियो त्यो जोडेर मैले फेरि अर्को 6400 किनेँ फेरि त्यही पहिलाको क्यामेरा किनेँ किनकि रहर त गएको छैन लेट्स ट्राई एकचोटि गरिदिउँ त भनेर अनि अब तपाईँहरूलाई थाहा हुन्छ कि म किन मिरेकलमा विश्वास गर्छु किन युनिभर्सको गाइडेन्समा विश्वास गर्छु भनेर है अनि त्यसपछि लाएर मैले त्यो क्यामेरा किनेर भिडियो गर्न लागेँ आइएल्सको डेट आइसक्यो मकअप दिइरहेको थिएँ मक टेस्टमा राम्रै भइरहेको थियो अनि त्यसपछि लाएर अरू के पनि भएको थियो भन्दाखेरि चाहिँ फाइनेन्सियल सिचुएसन यति धेरै वर्स कि मेरो फ्यामिलीले नै पैसा हालिदिएर चाहिँ म बाहिर जान सक्दिनँ थिएँ कि त्यो हालत नै थिएन कन्सल्टेसनमा बुझ्न गएको अब यति भन्नुभयो होइन 30-40 लाख कहाँबाट लिएर आउने होइन अब ट्याक्सहरू यताउति देखाउँदाखेरि पनि त्यो नपुग्ने कि एन्ड देन त्यसपछि लाएर मैले रिलेटिभ्सको थ्रुबाट चिनजानको मैले डिपेन्डेन्टमा जान्छु भनेर पनि सोचेर एकजना मैले फिमेललाई लिएर गएको थिएँ कन्सल्टेन्सीमा द फनी थिङ इज त्यहाँ गएर मैले सबै कुरा भन्दाखेरि काउन्सिलरले के भन्नुभयो भन्दाखेरि चाहिँ तिमी उसलाई डिपेन्डेन्टमा लिएर होइन उसमा चाहिँ तिमी डिपेन्डेन्ट भएर जाऊ रे के त्यतिसम्म वर्स्ट फाइनेन्सियल सिचुएसन के क्या फनी लाग्यो भने त्यो बेला अनि एउटा रियालिटी चेक पनि भयो होइन लाइफमा पैसा कतिको इम्पोर्टेन्ट रहेछ भनेर अनि त्यसपछि लाएर अफकोर्स आफूसँग ट्यालेन्ट छ होइन यताउति गरिरहेको छु बोल्न सक्छु पढाइमा त्यस्तो दामी हायर सिजिपिए सबै कुरामा हरेक कुरा छ सर्टिफिकेट छ बट देन पैसा भएन भने केही लाग्दैन रहेछ रियालिटी चेक भयो हाउ मनी इज इम्पोर्टेन्ट त्यो कुराहरू याद भयो है अनि त्यसपछि अस्ट्रेलिया पनि छैन अप्सनै छैन क्यानाडा पनि छैन कुनै कन्ट्री अप्सनमा छैन के लास्टमा मलाई युएसको चाहिँ अलिकति होप पलायो कि किनकि युएसमा चाहिँ कस्तो रहेछ भन्दाखेरि ड्राफ्ट सिस्टम पनि हुँदो रहेछ कि अस्ट्रेलियाहरूमा चाहिँ अगाडि नै पैसा एकमुष्ट बुझाएर मात्रै जान पाउँदो रहेछ युएसमा चाहिँ अब आधी उधी पैसा गरेर यताउति गरेर उता ड्राफ्ट बनाएर गएर उता काम गर्दै पढ्न पनि पाइन्छ भन्ने चाहिँ मैले सुनेको थिएँ अफकोर्स गाह्रो त हुन्छ जहाँ पनि होइन तर एउटा आशा पलायो फेरि भनौँ न ओके मेरो नेक्स्ट डेस्टिनेसन चाहिँ युएस नै हो युएस चाहिँ पक्कै जान्छु भनेर घर आएँ लिस्ट आउट गरेँ सबै स्टेट्सको स्टिल पनि मसँग त्यो डायरी छ जहाँ चाहिँ मैले सबै स्टेट्सको सबैभन्दा सस्तो कलेज अनि त्यसपछि लाएर मास्टर्सको लागि है सबैभन्दा सस्तो कलेज अनि त्यसपछि लाएर चाँडै मेरो चाहिँ मास्टर्स डिग्री प्रोग्राम चाहिँ सकिनेवाला कलेज चाहिँ लिस्ट आउट गरेँ सबै कुरा रेडी भइसकेको थियो मक पनि राम्रै गइरहेको थियो आइएल्सको अनि डेट बुक गर्न 1 हप्ता जति बाँकी थियो 1 हप्तामा चाहिँ म डेट बुक गर्छु भनेर बसेको आई डोन्ट नो त्यो एक रात मलाई के भयो भन्दाखेरि चाहिँ एउटा कन्टेन्टको आइडिया आयो कि होइन यार एकचोटि ट्राई गरिदिउँ न यार यो चाहिँ भाइरल जान्छ कि जस्तो चाहिँ मलाई किन कस्तो इन्ट्युसन आयो कि हुन्छ नि अब बना जस्तो यो चाहिँ पक्कै भाइरल जान्छ भने त्यो इन्ट्युसन आयो एकदम स्ट्रङ सेन्सेसन थियो क्या आई स्टिल त्यो म फिल गर्न सक्छु कि अनि त्यसपछि लाएर त्यो भिडियो बनाएर मैले यतिकै पोस्ट गरिदिएँ अनि पोस्ट गर्छु ल इन्स्टाग्राम भाइरल के खतरा भाइरल भइदिएर कि अनि त्यो भाइरल भएपछि लाइफ नै काया पलट भयो भनौँ न वन्स त्यो इन्स्टाग्राम भाइरल भएपछि मैले ब्रान्ड इन्डोर्समेन्टहरू गर्न पाएँ मलाई ब्रान्डहरूको रिच आउट भयो अनि प्लस मेरो कोचिङ बिजनेसहरू पनि एकदमै राम्रो भयो 81 के हुन्छ नि त्यो 1 हप्ताको अन्तरालमा कि 1 हप्ता मात्रै ढिलो भएको भए आई थिङ्क म अहिले युएसमा हुन्थ्यो होला अथवा कुनै कन्ट्रीमा हुन्थ्यो होला मेबी प्रोबेबली त्यो युनिभर्सको अर्को इच्छा थियो कि त नेपाल छोड्दै नछोड त नेपालमै बस भन्ने चाहिँ एउटा हुन्छ नि एउटा आदेश थियो होला हुन्छ नि एउटा त्यो प्लान थियो होला युनिभर्सको मेबी होइन भिडियो भाइरल भइदियो नहुनुपर्ने थियो तर भइदियो अनि त्यसपछि लाएर भनौँ न
यति धेरै अपर्च्युनिटी पाएँ कि मैले बाहिर जाने प्लानै ड्रप गरिदिएँ कि स्टिल अहिलेसम्म पनि अब मेरो बाहिर जाने प्लानै छैन कि त्यतिसम्म अपर्च्युनिटी आइदियो कि कन्टेन्ट क्रिएसनले त्यतिसम्म दियो कि अनि त्यसपछि त्यो गर्दै गएँ अनि अपर्च्युनिटी पाएपछि अहिले भनौँ न रिसेन्टली राम्रो गर्दै गइरहेको छु मेरो सबै सोसियल मिडिया प्लेटफर्महरू राम्रो भइरहेको छ मेरो कोचिङ बिजनेसहरू पर्सनल ट्रेनिङहरू सबै इत्यादि कुराहरू सबै राम्रो चलि नै रहेको छ युनिभर्सको कृपाले भगवानको कृपाले होइन अलवेज ग्रेटफुल फर द्याट अनि त्यही थियो अहिलेसम्मको होइन आइएम स्टिल 25 अनि यो कुरा चाहिँ जस्तै भनौँ न मैले अहिले यो स्टोरीहरू जति पनि सेयर गरेँ नि मैले सिम्प्याथी पाउनको लागि भनेको होइन मैले चाहिँ अब यहाँको अब प्रोडक्सन टिमले मलाई रिच आउट गर्नु हुँदाखेरि मैले किन एक्सेप्ट गरेँ भन्दाखेरि म जस्तो विश्वहरू यहाँनिर हजारौँ लाखौँमा छन् कि संसारभरि के जसलाई चाहिँ त्यो एउटा स्टोरी चाहिरहेको छ कि अनि स्टोरी म पर्सनली के बिलिभ गर्छु भन्दाखेरि स्टोरी बाहिर आउनुपर्छ कि त्यो स्टोरी बाहिर आएपछि के हुन्छ भन्दाखेरि जो हजारौँ विश्वहरू छ जसले चाहिँ अब जो स्ट्रगलिङ फेजमा हुन्छ नि जसले चाहिँ एउटा त्यो वे आउट पाइरहनु भएको छैन जसले चाहिँ एउटा त्यो ट्याली गर्ने एउटा कुनै पनि माध्यम पाइरहनु भएको छैन उहाँहरूलाई चाहिँ के आश पलाउँछ अथवा उहाँहरूलाई चाहिँ के हेल्प हुन्छ भन्दाखेरि ओके संसारमा म मात्रै होइन रहेछु है म जस्तै यो पनि त रहेछ नि यसले पनि सेम सिचुएसन भोगिरहेको रहेछ यसले गरिरहेको छ भने अभियसली पोसिबल छ होइन त्यो कुराहरू चाहिँ उहाँहरूले रिलेट गर्नुहुन्छ कि यदि स्टोरी नै बाहिर आएन भने सबै इन्डिभिजुअललाई के हुन्छ भन्दाखेरि अलिकति मैले स्पिरिचुअलिटी पनि अलिकति यहाँ फिलोसफिकल कुरा पनि जोड्न चाहेँ हामी सबै यो संसारको 7-8 बिलियन पपुलेसनकै आफ्नै प्राइभेट वर्ल्ड हुन्छ कि प्राइभेट वर्ल्डमा सबैको आफ्नै सफरिङ छ कि राइट अनि अब यो स्टोरी बाहिर आएन भने के हुन्छ भन्दाखेरि सिन्स हामीले दिमाग त पढ्न सक्दैन कसैको अनि त्यो इच इन्डिभिजुअललाई के लाग्छ भन्दाखेरि एक संसारमा दुःख पाउनु त म मात्रै रहेछु संसारमा स्ट्रगल गर्नु त म मात्रै रहेछु यसको लाइफ त हेर त हाँसी खुसी बाँचिरहेछ होइन वाह क्या लाइफ पाइरहेको छ म मात्रै रहेछु भन्ने हुन्छ कि बट नाउ जब मैले स्टोरी सेयर गरेँ नि नाउ दे क्यान रेजोनेट के ओके ल उसले पनि त्यही भोगिरहेको रहेछ नाउ हि क्यान रिलेट अनि त्यो एउटा स्पार्क पाउँछ कि उसले के झिल्का पाउँछ कि अनि त्यो झिल्का लिएर उसले आफ्नो लाइफलाई लाइटन अप गर्न सक्छ कि द्याट्स वाइ स्टोरी सुड कम आउट भन्छु म राइट सो अहिले 25 वर्षसम्मको मेरो यही स्टोरी हो होइन होपफुली यसले टिनेजर्सहरू अनि त्यसपछि अर्ली 20s को जति पनि प्रब्लम्सहरू टिनेजर्सहरूले अर्ली 20s को मान्छेहरूले जति पनि प्रब्लमहरू भोग्नुहुन्छ होला उहाँहरूले चाहिँ समथिङ के इन्सपिरेसन पाउनुभयो होला नै भन्छु म केही तपाईँहरूलाई एउटा आशाको दियो पाउनुभयो होला तपाईँहरूले रिलेट गर्नुभयो होला त्यही भएर मैले यो स्टोरी सेयर गरेको हो अब 25 देखि लेट्स से 50सम्म अर्कै स्टोरी हुन्छ होला मेबी 50 इयर्ससम्म अझै अब त्यो लाइफ एक्सपिरियन्सहरू पनि सेयर गर्छु होला तर 25 इयर्ससम्म मैले भोगेको देखेको लाइफ यही हो मैले तपाईँलाई स्ट्रगलिङ सबै कुराहरू सेयर गरि नै हालेँ अनि अब लास्टमा चाहिँ म जाँदा जाँदै एउटा 2-3टा कुराहरू सेयर गर्छु द फर्स्ट वान भनिहालेँ नि तपाईँको चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यो कम्पाउन्डिङ इफेक्ट चाहिँ हरेक कुरामा हुन्छ कि होइन त्यो चाहे तपाईँको सेल्फ इम्प्रुभमेन्ट जर्नी होस् तपाईँको एजुकेसन तपाईँको करियर हरेक कुरालाई यो ल अफ कम्पाउन्डिङलाई चाहिँ कहिले पनि नेग्लेक्ट नगर्नु कि त्यो भइरहेको देखिँदैन तर इट्स लाइक त्यो क्लकको मिनटको सुई जस्तो हो कि त्यो हिँडिरहेको हुन्छ कुनै बेला हिँडेको थाहा नै हुँदैन कि जस्तै मेरो 5 इयर्सको कन्टेन्ट क्रिएसन जर्नीमा 4 इयर्स एन्ड 9 मन्थसम्म केही भएन कि 4 इयर्स 9 पछिको जुन त्यो 10 मन्थ छ नि त्यसमा भाइरल भयो नि त भनेको मतलब के यो 4 इयर्ससम्म केही नभएको हो त होइन नि त त्यो भइरहेको थियो कि भित्रभित्र कहिले आयो त 4 इयर्सको 9th मन्थमा आयो नि त हो त्यो कुराहरू चाहिँ कम्पाउन्डिङ भइरहेको हुन्छ अनि सो तपाईँले अब रिजल्ट देखेन भयो भन्दैमा हार चाहिँ नमान्नु होइन त्यो कुरा स्पेसली अहिलेको जेनेरेसनमा एकदमै प्यासन्स भनेको छँदै छैन हरेक कुरा सक्सेस मनी फेम यताउति सबै कुरा चाहिँ छिटो चाहियो भनेर सोचिरहनु भएको हुन्छ बट बिलिभ मी तपाईँ जुन कुरा कन्सिस्टेन्टली गर्दै जानुहोस् जुन कुरा पनि गरिरहनु भएको छ त्यसमा आफ्नो बेस्ट एफर्ट लाउनुहोस् अनि त्यसलाई लङ ड्युरेसनसम्म कन्सिस्टेन्ट भएर लाग्नुभयो भने अफकोर्स तपाईँले सक्सेस पाउनुहुन्छ है मेबी कसैलाई 5 इयर्स लाग्ला कसैलाई 10 इयर्स लाग्ला कसैलाई 15 इयर्स लाग्ला सबैको आफ्नै टाइमलाइन हुन्छ त्यो चाहिँ अभियसली त्यसमा चाहिँ फोकस भएर अगाडि बढ्नुहोस् अनि एउटा भयो ल अफ कम्पाउन्डिङ कन्सिस्टेन्सी होइन पावर अफ कन्सिस्टेन्सी अर्को भनेको चाहिँ हरेक कुरालाई हुन्छ नि एउटा स्टोइसिजम भन्ने फिलोसफी छ जसको मेन प्रिन्सिपल भने चाहिँ डाइकोटोमी अफ कन्ट्रोल हुन्छ संसारमा दुईवटा कुरा हुन्छ जुन हाम्रो कन्ट्रोलमा हुन्छ जुन हाम्रो बियोन्ड आवर कन्ट्रोल हुन्छ भनौँ न सो जुन कुरा तपाईँको कन्ट्रोलमा छ त्यसमा ध्यान दिनुहोस् जुन कुरा तपाईँको कन्ट्रोलमा छैन त्यसमा तपाईँले स्ट्रेस गर्नुपर्ने कुरा हुँदैन किनकि त्यो तपाईँको कन्ट्रोलमा होइन तपाईँले त्यो कुरा चेन्ज गर्न सक्नु हुँदैन फर इक्जाम्पल मान्छेको ओपिनियन है मान्छेको ओपिनियन अब्जेक्टहरू इभेन्टहरूमा तपाईँको कन्ट्रोल हुँदैन तर त्यो इभेन्टले जेनेरेट गरेको जुन इमोसन छ अथवा जुन तपाईँको इफेक्ट छ
त्यसमा हाउ यु रेस्पोन्ड त्यो पावर चाहिँ तपाईँसँग छ है। सो लाइफमा ब्रेकअप हुन्छ, हार्डसिप्स आउँछ, तपाईँ मेबी जबबाट तपाईँलाई निकालिएर हुन्छ नि, अब तपाईँले भने जस्तो काम नपाउला अरे, त्यो कुरा तपाईँको कन्ट्रोलमा छैन कि। तर के तपाईँको कन्ट्रोल छ, त्यो इभेन्टले, त्यो सिचुएसनले जुन क्रिएट गरेको जुन त्यो इमोसन छ अथवा त्यो इफेक्ट छ, त्यसमा तपाईँ कसरी रेस्पोन्ड गर्नुहुन्छ, त्यो तपाईँको चाहिँ पावरमा छ है। सो एउटा भिक्टर फ्रेङ्कलको म एउटा फेमस कोट भनिदिइहाल्छु, बिट्विन स्टिमुलस एन्ड रेस्पोन्स देयर इज ए स्पेस। त्यो स्पेस चाहिँ के हुन्छ भन्दा पावर टु चुज आवर रेस्पोन्स है। सो इट डिपेन्ड्स अन इन्डिभिजुअल, तपाईँले त्यो इभेन्टलाई पोजिटिभली लिने कि नेगेटिभली लिने है। सो अभियसली तपाईँले त्यसको पोजिटिभ साइड्स लिएर अगाडि बढ्नु भयो भने चाहिँ तपाईँलाई एकदमै हेल्प हुन्छ। एन्ड द थर्ड वान इज ल अफ डिट्याचमेन्ट। हरेक कुरालाई चाहिँ हरेक कुरामा चाहिँ डिट्याच भएर चाहिँ आफूलाई हेर्नु, तपाईँको पिपल, अब्जेक्ट हुन्छ नि, यो कुराहरूबाट चाहिँ तपाईँ डिट्याच हुनुभयो भने चाहिँ आई थिङ्क सफरिङबाट चाहिँ तपाईँ चाहिँ टाढा रहनुहुन्छ होला। मैले अघि नै भने तपाईँलाई यो 4 नोबल ट्रुथ्स पनि हो। संसार नै एउटा सफरिङ हो, सफरिङ इज इनएभिटेबल। लाइफको यो 7-8 बिलियन मान्छेहरू सबैको आफ्नो प्राइभेट वर्ल्ड छ, उनीहरू सफर गरिरहेका छन्। एन्ड द कज अफ सफरिङ इज डिजायर है। मान्छेहरू धेरै कुराको डिजायर गर्नुहुन्छ, यो चाहियो, त्यो चाहियो, यो चाहियो, त्यो चाहियो, एकदम ओभरवेल्म भइन्छ। एन्ड द गुड न्युज इज सफरिङले चाहिँ एन्ड गर्न सकिन्छ है, डिजायरलाई चाहिँ कन्ट्रोल गरेर। त्यो सफरिङलाई कसरी कन्ट्रोल गर्ने भन्दाखेरि त्यो डिजायरलाई चाहिँ लिमिट गर्नुहोस् भन्छ नि, एक टाइममा एउटा मात्रै डिजायरमा चाहिँ फोकस गर्नुहोस् है। विभिन्न किसिमको डिजायरमा चाहिँ आफ्नो समय चाहिँ आफ्नो टाइम एन्ड एनर्जी चाहिँ इन्भेस्ट नगर्नु होला। एन्ड देन त्यसपछि लाएर 8 फन्डामेन्टल्स प्रिन्सिपल्सहरू छ, अभियसली त्यो तपाईँले गएर सर्च गर्नै सक्नुहुन्छ। सो द्याट्स इट। यो 2-3 कुराहरू थियो, तपाईँहरूलाई मैले सेयर गरिहालेँ। अहिलेसम्म मैले 25 इयर्सको जर्नीमा के कुराहरू भोगेँ, लाइफ लेसन्सहरू। या द्याट्स अल गाइज। होपफुली तपाईँहरूलाई मन पऱ्यो होला एन्ड इन्सपायर हुनुभयो होला। थ्याङ्क यू सो मच।